नेपाल सरकारले घरजग्गा कारोबारमा पारदर्शिता र प्रणालीगत सुधार ल्याउने उद्देश्यले नयाँ नियम र प्रक्रियाहरू लागू गरेको छ। अबदेखि 10 लाख रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्दा विभिन्न प्रक्रियाहरू अनिवार्य रूपमा पुरा गर्नुपर्नेछ। घरजग्गा कारोबारमा संलग्न किन्ने तथा बेच्ने दुवै पक्षले केवाइसी फारम अनिवार्य रूपमा प्रणालीमा अपलोड गर्नुपर्नेछ। भूसेवा केन्द्रमा दर्ता तथा नवीकरणको समयमा पनि केवाइसी अनिवार्य हुनेछ। 10 लाख रुपैयाँभन्दा माथिको कारोबार अब बैंकिङ प्रणाली मार्फत मात्रै गर्नुपर्नेछ। यदि रकम 50 लाख रुपैयाँभन्दा बढी भएमा चेक मार्फत भुक्तानी गर्नुपर्नेछ र गुड फर पेमेन्ट चेक आवश्यक हुनेछ। कारोबारमा संलग्न किन्ने र बेच्ने दुवै पक्षले आफ्नो बैंक खाताबाट कारोबार रकम जम्मा भएको प्रमाण स्वरूप बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्नेछ। 10 लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने दर्ता शुल्क र अन्य कर राजस्व सरकारको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ। यदि 10 लाख रुपैयाँभन्दा बढीको रकम बैनाबट्टा पहिले नै लेनदेन भइसकेको तर कागजमा उल्लेख नभएको खण्डमा त्यसको विवरण स्पष्ट खुलाएर बैंकिङ खाताबाट कारोबार गरिएको प्रमाण दिनुपर्नेछ। यी नयाँ व्यवस्थाले घरजग्गा कारोबारलाई थप पारदर्शी, सुरक्षित र बैंकिङ प्रणाली मैत्री बनाउने साथै कालो धनको प्रयोगलाई रोक्न तथा यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ।